यो सोपान फार्मास्युटिकल लिमिटेड हिजो चाहिँ प्रिभियस क्लोज भनेको 611 मा चाहिँ हिजो क्लोज भएको थियो होइन। आज ओपन हुँदाखेरि 629 रुपियाँ 50 पैसामा चाहिँ ओपन भयो र आज चाहिँ क्लोज भनेको चाहिँ 703 रुपियाँ 10 पैसामा चाहिँ क्लोज भयो। अब आजको लो बिन्दु हेर्ने हो भने जुन बिन्दुमा यो कम्पनी चाहिँ ओपन भएको थियो त्यो बिन्दु नै यो कम्पनीको चाहिँ लो बिन्दु हो आजको भने, जहाँ गएर आज चाहिँ क्लोज भएको छ त्यो बिन्दु नै यो कम्पनीको चाहिँ हाई बिन्दु हो। आज हेर्ने हो भने 91.7 पोइन्टले चाहिँ मूल्य वृद्धि भयो भने आज चाहिँ यो 91.7 पोइन्टको वृद्धि भनेको चाहिँ 15% वृद्धि हो। आज चाहिँ 703 रुपियाँ 10 पैसामा चाहिँ क्लोज भएको छ। अब सोपान फार्मास्युटिकलको आज हेर्ने हो भने टोटल 78वटा चाहिँ ट्रेड भएको छ। टोटल 78वटा ट्रेड मध्येमा चाहिँ टोटल यो 78वटा ट्रेड मध्येमा चाहिँ 780 किता चाहिँ कारोबार भएको छ। अरू दिनभन्दा आज चाहिँ अलिकति बेसी नै कारोबार भएको छ। आज चाहिँ हेर्ने हो भने 5,45,890 रुपियाँ मूल्य बराबरको कम्पनीको चाहिँ आज चाहिँ कारोबार भइसकेको छ है। अब इपिएस कम्पनी 18.33 छ। अब आजको इल्ड हेर्ने हो भने 131.21% यो कम्पनीको चाहिँ इल्ड भयो होइन। बुक भ्यालु चाहिँ 92 रुपियाँ। प्राइस पर बुक भ्यालु भनेको 7.63 गुणाले चाहिँ महँगो रह्यो। अब अहिलेसम्म यो कारोबार भएको हेर्ने हो भने 7 दिन चाहिँ भइसकेको छ। यहाँ 52 हप्ताको यो 52 विकको चाहिँ चेन समरी देखाएको छ, तर चाहिँ यो 7 दिन हो। यो 7 दिनको र आज यो 52 विकको चाहिँ समरी देखाएको हो होइन। यो 52 विकको अर्थात् 7 डेजको चाहिँ चेन समरी हामीले हेर्ने हो भने 379 पोइन्टले चाहिँ मूल्य वृद्धि भएको छ। 7 दिनमा चाहिँ 379 पोइन्टले चाहिँ बढ्यो होइन। अहिलेसम्मको रिटर्न गेन हेर्ने हो भने 131% चाहिँ मूल्य बढिसक्यो। तपाईँको लगानी भनेको 131.21% चाहिँ वृद्धि भइसकेको छ होइन। कम्पाउन्ड भइसकेको छ। अब 7 दिनको पनि सेम हो। 7 दिन कारोबारको भोलि 8औँ दिनमा भइसक्यो। यहाँ र यहाँ चाहिँ केही चेन्ज हुनेछ होइन। अब 3 दिनमा हेर्ने हो भने 240.7 पोइन्टले चाहिँ मूल्य वृद्धि भइसकेको छ। यो चाहिँ 52% को वृद्धि हो होइन। तपाईँहरूको चाहिँ 3 दिनमा चाहिँ 52%ले चाहिँ गेन गर्छ यहाँ तपाईँहरूको लगानी होइन। अहिलेसम्मको चाहिँ 131%ले तपाईँहरूले चाहिँ रिटर्न पाइसक्नु भएको अर्थात् तपाईँको चाहिँ त्यो गेन भइसकेको छ होइन। 667 मा फेरि 10 किता कारोबार भएको छ। अब 668 मा पनि 10 किता भएको छ। त्यसपछि बाँकी किताहरू जम्मै भनेको 703 रुपियाँ जम्मै कारोबार भएको छ। अरू सबै किताहरू होइन। अब हेर्नु सबै 6 हेर्नु भने 703 रुपियाँ 10 पैसामा चाहिँ कारोबार भएका छन् होइन। आज टोटल हेर्ने हो भने 780 किता चाहिँ आज कारोबार भइसक्यो, जो चाहिँ 5,45,890 रुपियाँ मूल्य बराबरको चाहिँ आज चाहिँ कारोबार भइसकेको छ। यो चाहिँ सोपान फार्मास्युटिकल लिमिटेड हो होइन। अब टोटल सप्लाईमा आउनु पर्ने होइन, टोटल सप्लाईमा आउने तत्काललाई चाहिँ कारोबार हुने किता भनेको 39,03,900 किता हो कारोबारमा आउने टोटल किताहरू होइन। अब यो मध्येमा कसको आउँदैछ भन्ने सम्बन्धमा हेर्ने हो भने 42,29,000 किता यो वैदेशिक रोजगारमा रहेका नेपालीको आउने होइन। अब त्यसै गरेर चाहिँ जेनरल पब्लिकको चाहिँ 34,74,900 किता चाहिँ जेनरल पब्लिक हो। यो दुइटै जोडेर 39,03,900 किता अहिले चाहिँ तत्कालै सप्लाईमा आउँछ अर्थात् कारोबारमा आउँछ। अब यसले चाहिँ आइपिओ निष्कासन गरेको भने 42,90,000 किता हो होइन। जेनरल पब्लिकमा अब केही समय थोरै धेरै समय भए पनि अब जस्तो यो कम्पनी या कर्मचारीको होइन 3 वर्षपछि लकिङ खुल्छ होला होइन। म्युचुअल फन्डको होइन सबै यिनीहरू लकिङ 6 महिनापछि यसको पनि लकिङ खुल्छ होइन। अब यो 39,03,900 मा 6 महिनापछि म्युचुअल फन्डको चाहिँ 2,14,500 किता यो पनि कारोबारमै आउँछ होइन। अब त्यसपछि कम्पनी या कर्मचारी र प्रमोटरको पनि पछि चाहिँ कारोबारमै आउँछ होइन। सबै पछि हुने भनेको चाहिँ 1,28,70,000 किता हो। यो चाहिँ 3 वर्ष पछाडि कुरा रह्यो होइन। अहिले तत्कालै भनेको चाहिँ 42,90,000 किता मध्येमा चाहिँ अहिले कारोबारमा नआउने 6 महिनासम्म कारोबारमा नआउने 2,14,500 किता यो आउँदैन। अब 3 वर्षको सम्मको लागि चाहिँ 1,71,600 किता यो कम्पनी या कर्मचारी र यो प्रमोटरको यो चाहिँ आउँदैन होइन। 42 लाख मध्येमा आउने अहिले भनेको चाहिँ 4,29,000 किता यो चाहिँ वैदेशिक रोजगारमा रहेको नेपालीको र जेनरल पब्लिकको चाहिँ 34,74,900 किता हो। यो अहिले चाहिँ तत्कालै कारोबारमा आउने होइन। अब यो कम्पनी पनि आज चाहिँ कारोबार भएको 7औं दिन भइसकेको छ होइन। 25 गतेदेखि अहिले चाहिँ 2 गतेसम्म कारोबार हेर्ने हो भने डे 1 मा हेर्ने हो 390 किता कारोबार भइसकेको थियो होइन। अनि त्यसको डे 2 मा चाहिँ 130 किता कारोबार हो।
तेस्रो दिन चाहिँ 340 किता भयो, चौथो दिन 300 किता अझ घट्यो होइन। पाँचौँ दिनमा अझै बढी भयो, 380 भयो। छैटौँ दिनमा 610 किता कारोबार भइसकेको थियो। सातौँ दिनमा 780 किता चाहिँ कारोबार भइसक्यो। अब बिस्तारै बिस्तारै चाहिँ सप्लाई आउँदैछ होइन। अब तपाईँको प्राइज हेर्ने हो भने पनि पहिलो दिन 304 मा क्लोज भएको थियो भने आज सातौँ दिनमा त 703 रुपियाँ पुगिसकेको छ होइन। अब दोस्रो दिन 349, तेस्रो दिन 402, चौथो दिन 462, पाँचौँ दिन 531, छैटौँ दिन 611 र सातौँ दिनमा चाहिँ 703 रुपियाँ चाहिँ पुगिसकेको छ। अब यो चेन्ज हेर्ने हो भने पनि चेन्ज पर्सेन्टेज हेर्ने हो भने पनि पहिलो दिन 9.98% पोजिटिभ फर्किट लाग्यो होइन। दोस्रो दिन 15% फर्किट लाग्यो। तेस्रो दिन 14.98% फर्किट लाग्यो होइन। चौथो दिन चाहिँ 15% फर्किट लाग्यो। पाँचौँ दिनमा 14.99% फर्किट लाग्यो होइन। छैटौँ दिनमा 14.99% फर्किट लाग्यो। आज सातौँ दिनमा चाहिँ 15% चाहिँ सर्किट लागेको छ। आज चाहिँ चेन्ज पोइन्ट हेर्ने हो भने 91.7 पोइन्टले चाहिँ मूल्य चाहिँ वृद्धि भएको छ। आज चाहिँ 703 रुपियाँमा गएर चाहिँ क्लोज भइसकेको छ। 780 किता चाहिँ आज चाहिँ कारोबार भयो, जो चाहिँ सोपान फार्मास्युटिकल लिमिटेड। अपोलो हाइड्रो पावरको हेर्ने हो भने अपोलो हाइड्रो पावर पनि हिजो प्रिभियस क्लोज भनेको 523 रुपियाँमा चाहिँ हिजो क्लोज भएको थियो होइन। अब ओपन पनि यो चाहिँ 550 मा गएर ओपन भयो होइन। जुन बिन्दु ओपन भएको थियो त्यो बिन्दु नै आजको लो बिन्दु हो। अब हिजोभन्दा 4.98% चाहिँ माथि गएर चाहिँ आज ओपन भएको थियो होइन। जो यो 550 मा ओपन भएको थियो त्यो बिन्दु नै आजको लो बिन्दु हो भने जहाँ गएर आज चाहिँ क्लोज भएको छ त्यो बिन्दु नै यो कम्पनीको आजको हाई बिन्दु, जो चाहिँ 14.98% वृद्धि हो यो चाहिँ होइन। आज चाहिँ 602 रुपियाँ 40 पैसामा चाहिँ क्लोज भएको छ। आजको बढाइ भनेको चाहिँ 78.5 पोइन्टले चाहिँ वृद्धि भयो आजको मूल्य होइन। अब 14.98% चाहिँ सर्किट लागेको छ, पोजिटिभ सर्किट। आज हेर्ने हो भने 26वटा ट्रेड भए होइन। 26वटा ट्रेड मध्येबाट 260 किता चाहिँ कारोबार भइसकेको छ, जो चाहिँ 1,55,536 रुपियाँ मूल्य बराबरको चाहिँ कारोबार भइसक्यो आज होइन। आज प्राइस पर बुक भ्यालु हेर्ने हो भने 6.02 गुणाले चाहिँ महँगो रह्यो होइन। बुक भ्यालु चाहिँ 100 रुपियाँ। अहिलेसम्म तपाईँको रिटर्न हेर्ने हो भने 74.81%ले चाहिँ रिटर्न दिइसक्यो कम्पनीले। 74% तपाईँहरूको 1000 को लगानी चाहिँ 74% यो कम्पनीले रिटर्न दिइसकेको छ है। अब यो कम्पनी चाहिँ कारोबार भएको आज पाँचौँ दिन भइसक्यो होइन। पाँचौँ दिनमा हेर्ने हो भने 257 पोइन्टले चाहिँ वृद्धि भइसकेको छ। 74.81% तपाईँको कम्पनी चाहिँ कम्पाउन्ड भइसकेको छ, अर्थात् तपाईँहरूले चाहिँ कमाइसक्नु भएको छ होइन। अब 3 दिनको मात्रै हेर्ने हो भने 206 पोइन्टले वृद्धि भयो, जो चाहिँ 52% वृद्धि हो होइन। अहिलेसम्म तपाईँको लगानी 3 दिनमा चाहिँ 52%ले बढ्यो, 206 पोइन्टले चाहिँ बढिसकेको छ भने। अब तपाईँको चाहिँ पाँचौँ दिनको हेर्ने हो भने 74%ले बढ्यो, जो चाहिँ 257 पोइन्टको वृद्धि हो यो चाहिँ। अपोलो हाइड्रो पावरलाई हामीले हेर्ने हो भने पहिलो कारोबार भनेको 10 किता कारोबार भएको छ, 550 मा कारोबार भयो। त्यसपछि फेरि 10 किता हेर्ने हो भने 556 रुपियाँमा कारोबार भएको छ। त्यसपछि अर्को 10 किता हेर्ने हो भने 583 रुपियाँमा कारोबार भयो। त्यसपछि अर्को 10 किता हेर्ने हो भने 600 रुपियाँमा कारोबार भयो। 10, 20, 30, 40 किता चाहिँ 550 देखि 600 को बिचमा कारोबार भयो होइन। त्यसपछि बाँकी रहेका किताहरू सबै चाहिँ 602 रुपियाँ 40 पैसामा चाहिँ कारोबार भएका छन् है। आज हेर्ने हो भने 260 किता कारोबार भए 1,55,536 रुपियाँ मूल्य बराबरको यो कम्पनीको चाहिँ आज चाहिँ कारोबार भइसकेको छ अपोलो हाइड्रो पावरको है। अब अपोलोको पनि हेर्ने हो भने धेरै किताहरू छैन, यसको पनि थोरै किता हो होइन। 14,10,000 किता मात्रै हो यसले चाहिँ आइपिओ निष्कासन गरेको होइन। अब 14,10,000 मध्ये 14,10,000 किता मात्रै त कारोबारमा आउने होइन होइन। अब यो मध्येमा पनि आयोजना प्रवाही क्षेत्रका स्थानीय बासिन्दा छन् होइन, म्युचुअल फन्ड छन्, कम्पनीका कर्मचारी छन्, यिनीहरूको चाहिँ अहिले लकअप रेटमा छ। 14,10,000 किता त कारोबारमा आउँदैन होइन। अब लोकलको 4,70,000 यो चाहिँ 3 वर्ष लकिङ होल्डिङमा हुन्छ। अब यसको पनि लकअप रेट खुल्दैन होइन। अब म्युचुअल फन्ड छ, म्युचुअल फन्डको 47,000 किता, यो पनि 6 महिनासम्म चाहिँ अहिले कारोबारमा आउँदैन। 6 महिनाको लागि त यो पनि लकअप रेटमै भयो होइन। त्यसै गरेर कम्पनी कर्मचारीको 1,71,600 किता छ होइन। अब यो पनि तत्कालै अहिले चाहिँ कारोबारमा आउँदैन होइन, यो पनि लकअप रेटमै छ भनौँ होइन। अब त्यही भएर चाहिँ
अब यी सबै चाहिँ अहिले लकअप पिरियडमा छन् होइन। अहिले कारोबारमा आउने भनेको चाहिँ वैदेशिक रोजगार गरेर नेपालीको जो चाहिँ 94,000 किता र जेनरल पब्लिकको चाहिँ 7,80,200 किता यो हो कारोबारमा आउने अहिले तत्काललाई होइन। अब 6 महिनापछि फेरि यो म्युचुअल फन्डको 47,000 किता मात्रै कारोबारमा आउँछ भने अब यो लोकलको कम्पनी या कर्मचारीको र प्रमोटरको 3 वर्ष चाहिँ लकअप पिरियडमै हुन्छ। टोटल लिस्टेड सेयर भने 48 लाख किता हो होइन। 100% पब्लिकमा कन्भर्ट भइसके पछाडि 47 लाख किता मात्रै हुन्छ, एकदम थोरै किता हो होइन। त्यस्ता कम्पनीहरूको प्राइस चाहिँ माथि बढ्न सक्छ किनकि फ्लोटेड सेयर कम हुन्छ, सप्लाई मार्केटमा कम हुन्छ, डिमान्ड बढी हुन्छ होइन। सप्लाई भन्दा डिमान्ड बढिरह्यो भन्दा मूल्य बढिराख्ने हो होइन। त्यही भएर चाहिँ यस्ता थोरै किता भएका कम्पनीहरूको मूल्य एकदमै बढ्ने गर्दछ होइन। अब सप्लाईमा जम्मा 8,74,200 किता मात्रै अहिले चाहिँ कारोबारमा आउँदैछ भने 8 लाख भने थोरै हो। डिमान्ड यसको हाई हुन्छ र सप्लाई कम हुन्छ भने त्यसै यसको मार्केट चाहिँ बढ्ने हो है। अब यो कम्पनी पनि 5औं दिन भइसक्यो कारोबार भएको होइन। अब 5औं दिन मध्येमा 27 गतेदेखि आज 2 गतेसम्म चाहिँ 5 दिन कारोबार भयो होइन। पहिलो दिन 110 किता कारोबार भएको थियो होइन। दोस्रो दिन 100 किता कारोबार भयो। तेस्रो दिन पनि 100 किता कारोबार भयो। चौथो दिन 210 किता कारोबार भयो। 5औं दिन 260 किता कारोबार भइसकेको छ होइन। अब यहाँ प्राइस पनि हेर्ने भने 344 मा पहिलो दिन क्लोज भएको थियो, त्यसको 396 मा क्लोज भयो दोस्रो दिन, तेस्रो दिन 455 मा होइन, चौथो दिन चाहिँ 523 मा, त्यसै गरेर 5औं दिनमा चाहिँ 602 रुपियाँमा चाहिँ क्लोज भएको छ होइन। अब यो चेन्ज पर्सेन्टेज हेर्ने हो भने पहिलो दिन 14.98% पोजिटिभ सर्किट लाग्यो, दोस्रो दिन चाहिँ 14.97% सर्किट लाग्यो, तेस्रो दिन 14.99% सर्किट लाग्यो होइन, चौथो दिन पनि 14.99% सर्किट लाग्यो, आज चाहिँ 14.98% चाहिँ सर्किट लाग्यो, जो चाहिँ 78 पोइन्टले चाहिँ आज मूल्य बढेको छ है। अब यो कम्पनी अहिले नै बेच्ने बेला भइसकेका छन्। यो दुईटै कम्पनी अहिले बेच्ने बेला भइसकेका छन्। एकदमै राम्रा कम्पनी छन् होइन। फ्लोटेड सेयरको आधारमा होइन। कम्पनीको इपिएसहरू होइन, वित्तीय विवरणहरू हेर्ने भने सबै कम्पनी चाहिँ राम्रो भएको भएर अहिले चाहिँ बेच्ने बेला भइसकेका छन्। यो कम्पनीलाई हामी चाहिँ अहिले चाहिँ बेच्ने बेला भएको छैन है। बेच्ने बेला भएको तपाईँहरूलाई म जानकारी गराइ नै हाल्छु होइन। यति नै थियो आजको अपोलो हाइड्रो पावर र सोपान फार्मास्युटिकल लिमिटेडको डेली कति किता कारोबार भयो, कति चेन्ज समरी भयो होइन भन्ने अपडेट। भिडियो के कस्तो लाग्यो, जे जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नबिर्सनु होला। भिडियो मन परेको छ भने एक लाइक अवश्य गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ र तपाईँले च्यानललाई अझै पनि सब्सक्राइब गर्नु भएको च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक पनि गरिदिनु होला। भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै